हेलो सबैजनालाई नमस्कार भन्दै तपाईहरुलाई मेरो च्यानलमा तपाईहरुलाई स्वागत छ है सबैजनालाई। अनि सबैजना जाति नै हुनुहुन्छ ल, एकदम म पनि जाति नै छु है। आज चाहिँ एउटा कमेडी भिडियो हैन है, तपाईहरुले एउटा सानो एउटा भ्लग लिएर आएको छु है। अन्त अहिले चाहिँ हामी कहाँ छ भन्दा चाहिँ अहिले चाहिँ हालैमा हामी चाहिँ नर्सिकिङमा छु हैन। खास गरी हामी चाहिँ लाचेन गएको, हिजो अस्ति नै मैले हालेको थियो लाचेन गएको भनेर है। अन्त अस्ति चाहिँ बाटो ब्लक भएको कारणले गर्दा हामी चाहिँ ब्याक भएको थियो। एक रात तपाईको चुङताङमा बास बसेर त्यहाँबाट घर ब्याक भएको थियो। आज फेरि हामी यतै नर्थतिरै यता फर्केको छ, फेरि आएको छ है अहिले। तर लाचुङको बाटो चाहिँ खोलिएको छैन, तर यता यो लाचुङको बाटो चाहिँ खोलेर हामी चाहिँ यो लाचुङ बाटोबाट जाँदैछ लाचेन है। यो गुरुदुम्बर भएर हामी जाँदैछ यो छोलामु भन्ने। अरू तपाईहरुले सुन्नु भएको होला, पायरले सुन्नु भएको छैन। यो छोलामु भन्ने चाहिँ यो गुरुदुम्बरकै छेउमै पर्छ, त्यहाँबाट जाँदैछ हामी चाहिँ है। त्यही हो। अन्त यहाँ साथी र म छु यो गाडीमा चाहिँ। अन्त अर्को गाडीमा चाहिँ अरूहरू छ, यहाँ अगाडि चाहिँ हाम्रै अगाडि छ है। अहिले तपाईहरुलाई देखाउन चाहन्छु। अब चाहिँ हिउँ भेट्दै चाहिँ हेर्नुहोस् है, अब माथि चाहिँ पुरा छ भन्दैछ। यहाँ चाहिँ हिउँ भेट्नु थाल्यो हो, एकदम जाडो भयो। कसरी पुग्नु पर्ने, एकदम जाडो भइरहेछ। उहाँले चाहिँ मकै खाँदैछ एकदम, हातहरू गङ्ग्रेर बिजोक। हात पुरा गङ्ग्रियो है तपाईँको, सब चिसो भयो नि, एकदम जाडो भयो। हिउँ पर्दैछ तपाईँको अलिअलि हो, माथि चाहिँ पुरा परेको छ भन्दै चाहिँ हिउँ। अब हेर्दै जाउँ है कति परेको छ हो कि होइन, तर सायद छ होला माथि। किन भन्दा यहाँ चाहिँ पुरा इँटा पर्दैछ तपाईँको, हिउँ फुसफुस आउँदैछ। हामी चाहिँ अहिले तल बाटोमा सर्ट गर्नु बाहिर निक्लेको, एकदम जाडो भइ सक्दैन छ बाहिर बस्नु चाहिँ है। किन भन्दा मेरो नि ब्याट्री कम्ती छ, तपाईँहरूलाई छोटो छोटो चाहिँ हाल्नेवाला छु है, हेर्दै गर्नुहोस् होला। छोलामा आइसकेको छ है। म चाहिँ बिमार भएर यो गाडीमा चढेको छ है। म चाहिँ एकदम बिमार भएर छोलामु छ, हेर्नुहोस् यो चाहिँ छोलामु भन्छ यसलाई है। यहाँ हेर्नु सक्नुहुन्छ तपाईँहरूले, यहाँ चाहिँ गाडी नातानेर हेर्नु होला तपाईँहरू। हेर्नुहोस् बिमार भएर एकदम साह्रो भयो म चाहिँ हो। अन्त यो गाडीमा चढेको, हुने चाहिँ फर्स्ट म यही गाडीमा थिएँ होइन, एउटा अर्को गाडीमा चढेको, त्यो गाडीमा झन् सकेन बेसी उफारेर। अन्त उफारेर थिचारेर यहाँ के भयो जाडो भयो, जाडो बिमार भएर यहाँ खाँदैछु। सबैजना बिमारी हो त। हिउँ परेको हेर्नुहोस् है, यहाँ हिउँ परेको छु एकदम बाहिर निक्ल्नु न हौ। सेतै बनाइसक्यो मलाई चाहिँ एकदम, बाहिर निक्लेर अलिक फ्रेस पो भएको जस्तो भयो एकदमै सेतो। बेरा